नोबेल पुरस्कार 2025 कसले पायो भन्दाखेरि मैले कसैलाई मारिनँ, मैले शान्ति पुरस्कार पाएँ भनेको छ भेनेजुएलाबाट। त्यसै गरी लाजै मर्नु बुढा थिए ती हङ्गेरी बुढाले चाहिँ साहित्य लेखे लाजै मर्नु। त्यसै गरी दुईवटा जोडहरूसँग मिलेर माइकलले साइकल बनाए, त्यो फिजिक्सको नियममा आधारित छ। सुसु आइरने रोग लागेको थियो, रियो नामक केमिकल दिएर त्यसलाई चाहिँ उपचार गरियो। त्यसै गरी कुरा के छ भनेदेखिमा मेडिसिन बनाउने कुरामा मेरीले फ्रेड र सिमनसँग मिलेर मेडिसिन बनाइन्। सन् 1901बाट बाँड्न थालिएको थियो यो नोबेल पुरस्कार। साहित्यकारलाई सुल्लीमा चढाइन्थ्यो। रसियनहरू ज्याकोमा बस्थे। हेनरी डुनाले फ्रेडरिक प्यासीलाई शान्ति दिलाए। इमलीले औषधिको काम गर्दैथ्यो। विलियम सेक्सपियरलाई फिजिक्स पटक्कै मन पर्दैन थियो भन्ने कुरा छ। अर्थशास्त्र पढेर रेग नारायण ज्ञानी भए। सन् 1969